Hello everyone, I am come back in my track after a long time. I once again starting a vlog journey. सुन्नुहोस् इम्पोर्टेन्ट कुरा छ आज चाहिँ बवाल छ राम्रो छ खुसीको दिन आइरहेछ आजभोलि ठिक छ एभ्रिथिङ इज गुड एभ्रिथिङ इज गोइङ वेल है अनि म कुरा भन्न चाहन्छु आज आफ्नो बारेमा मैले के सिकेँ 1-2 वर्ष पछि है के सिकेँ भन्दाखेरि डोन्ट बी डिपेन्ड इन अदर है डोन्ट बी एक्सपेक्टेसन फर एनीबडी एल्स अनि मैले 1-1.5 वर्षमा मैले धेरै आशा राखेँ धेरै चाहिँ डिपेन्ड भए अरूमाथि तर अहिले केही पनि छैन त्यस्तो सायद यो लाइफको ठुलो लेसन रहेछ मैले छिटो उमेरमा सिकेँ ग्रेटफुल क्या द्याट्स थ्याङ्क यू गड है अनि नाउ गाइज मैले आफ्नो जिन्दगीमा हरेक मान्छेको साथ खोजेँ त्यो मेरो गोल थियो त्यो मेरो गोल पोइन्ट थियो त्यो चाहिँ मैले हरेक चिजलाई सँगै पाउनु खोजेँ नि त सब एभ्रिथिङलाई हो जसले बुझ्छ त्यसले बुझ्छ है अनि म यो सजेस्ट चाहिँ मेरो मिडल क्लास फ्यामिली ब्रदरहरूलाई हो जसले चाहिँ के गरिरहेको छ लाइफमा अनि के गर्न चाहन्छ अथवा त्यसलाई चाहिँ म भन्दैछु र मेरो आफ्नो सेल्फ एउटा त्यो हो कि कुराकानी के आफ्नो हुन्छ नि एउटा पर्सनल कुराहरू यस्तो हो कि चाहिँ ब्रदर एन्ड सिस्टर डोन्ट डिपेन्ड इन अदर जे गर्नुला जे पनि काम गर्छौ त तिमीले आफूमाथि पहिला फुल कन्फिडेन्स आफूमाथि हुनु र आफूमाथि विश्वास गरे कहिले पनि कोही आउनेवाला छैन कहिले कोही आउनेवाला छैन तिमीलाई बचाउँदा है यो याद राखेँ र मलाई पनि हो म पनि यस्तो गरेँ तर मलाई बचाउनु कोही पनि आएन र मैले आफूले सम्झाएँ किन मैले स्टार्ट गरेँ किन यस्तो भयो भनेर चाहिँ मैले बल्ल बुझेँ र आफूलाई माया गर्नु गर्लफ्रेन्ड होस् बुवामा होस् बहिनी होस् आफन्त होस् कोही पनि होस् आफ्नो ठाउँमा सपोर्ट गर्छन् ठिक छ तर कुनै पनि आशा राख्नु कोही देख्यो मैले धेरै राखेँ तर म आफै ब्रेक भएर फेरि रिस्टार्ट गर्छु लाइफलाई है हेर रिस्टार्ट गर्छु लाइफलाई बट अब म जो जिन्दगी जिउँछु र जुन पनि राम्रो अगाडि गर्छु नि त्यो आफूलाई राम्रो लाने कुरा मात्रै गर्छु सिद्धार्थ लगाउने है ठिक छ नो मोर अनि एउटा कुरा अगेन्स्ट म अब भ्लगर बन्नेवाला छु है लाइक कमेन्ट गर्न मन लाग्छ गर्नु मन लाग्छ गर्दैन नगर हेर्नु मन लाग्छ हेर म हेर्न मन लाग्छ नहेर बट यति कुरा भन्छु कि नाउ आई एम ह्याप्पी रियली ह्याप्पी त्यो चाहिँ वान्स आई कट माई हेयर यु नेभर सी मे ओल्ड मी यु नेभर सी ओल्ड मी भन्छ नि द्याट्स द पोइन्ट है त्यही भन्छु अब फुल अफ फोकस फुल अफ के भन्छ नि ह्याप्पी के गर्नेवाला छ है र अब दिनदिनै भ्लग आउँछ राम्रो भ्लग आउँछ नो मोर स्याड ओन्ली बुम 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 है गाइज त्यही भन्छु ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो लभ यु गाइज फ्रम माई हार्ट एन्ड फ्रम द लोकल पुलिस स्टेसन है थ्याङ्क यू गाइज